क्या हिँड्दैछ सिस्नुले चिलेर यस्तो रातै भयो हेर्नु म दुईटा गाडी पनि छ त म त अत्ताले यहाँ अस्त्र चाहिँ यहाँ छ सिस्नु टिप्ने हो गान्तोकबाट भिडियो बनाइरहेको छु है सिस्नु टिप्नु जान्दैछ है झोला पनि छुट्नु भएछ मजाको छ यो पनि Good morning, this is Manita. Welcome to my YouTube channel and आज चाहिँ मैले चाहिँ गान्तोकबाट भिडियो बनाइरहेको छु है बिहानै हामी चाहिँ बिहानै उठेर चियासा खाएर चाहिँ है बिहानै भन्दा नि ढिलो उठाइ भयो 8 बज्नु लाग्यो 8 बज्यो होला अन्त अहिले चाहिँ हामी चाहिँ यसले भनेको यहाँ पर जङ्गलमा चाहिँ सिस्नु पाउँछ अरे नि त सिस्नु पाउँछ भनेर चाहिँ हामी दुईजना चाहिँ यहाँनिर सिस्नु टिप्नु जान्दैछ है झोला पनि ठुल्ठुलो भएछ तेरो झोला देखा त झोला पनि ठुल्ठुलो भएछ होइन सिस्नु चाहिँ कति पाउँछ सिस्नु लिएर चाहिँ आएर पकाएर खाने भनेको खै हेरौँ न गाइस है पकाउनु भ्याएन भने पनि घरमा लगेर जाने अम्बो गाइस यो चाहिँ पहिला नेटो यहाँनिर चाहिँ यो गाउँ सेटल हुनुभन्दा अगाडिको अरे होइन यहाँ चाहिँ पहिरो ए सेटल तिम्रो सेटल भयो त ए हेर्नु म दुईटा गाडी पनि छ त ए हो आमा कस्तो रदो कुच्चाएको रहेछ है गाइस यहाँ चाहिँ गाडी पहिला नै कुच्चाएको अरे है कत्रो ढुङ्गाले रहेछ अन्त ढुङ्गा मेरो न मैले चाहिँ डल्लै पहिरो आएको थिएँ क्या है यो जङ्गलमा चाहिँ हामी सिस्नु खोज्न आएको है गाइस यहाँ चाहिँ सिस्नु पुरा पाउँछ भन्दैछ यसले पाउँदो रहेछ घरिया ओए पातले नै पातले सिस्नुले पाउँदो रहेछ घाँसहरू कति बेसी ओए म त पुरा लोभ लाग्छ त्यस्तो घाँस देख्दा ओए कति बेसी घाँस गाइस हेर्नु त यही घाँसहरू पनि कति बेसी रहेछ ल मान्छेले काट्दैन क्या अन्त घाँस घाँस हेर्नु म त घाँस देखेर लोभ लाग्यो ल कसम भनिदिएको गाइस यहाँ चाहिँ यी घाँसहरू के भिक्न चाहिँ लेकमा स्नेक हुँदैन भने थाहा छैन औलमा मात्रै हो स्नेक घाँसले फुडेछ नि त अन्त सबै उयो रहेछ त अन्त ऊ कति बेसी रहेछ ऊ पुरा रहेछ साँच्चीकै गाइस यहाँ सिस्नु पुरा रहेछ यो चाहिँ हो सिस्नु होइन यहाँतिर पुरा रहेछ अब चाहिँ टिप्ने चिम्टा चाहिँ एउटा मात्रै भयो तर किन टिप्ने चिम्टा चाहिँ एउटा छ हातले टिप्ने पन्जा लगा ल दुईवटा पन्जा लगाउँ म त्यसो नि ए उयो पनि पुरा रहेछ कलिलो गाइस यहाँ चाहिँ जुगा पनि लाग्दो रहेछ है ऊ अब हिँड्दैछ यो यहाँ क्या हिँड्दैछ यहाँ सिस्नुले चिलेर यस्तो रातै भयो यहाँ गाइस सिस्नु चाहिँ पुरै रहेछ आमा कति बेसी टिपिसक्यो हामीले चाहिँ हो यहाँतिर ऊ सिस्नु चाहिँ डल्लै म त अत्ताले यहाँ अस्त्र चाहिँ यहाँ छ सिस्नु टिप्ने हो गाइस अहिले भने चाहिँ हामी आइपुग्यौँ होइन यहाँ सिस्नु चाहिँ यहाँ एक झोला अन्त यहाँ एक झोला त यो आधी झोला छ होइन त कति थियो होइन हामीले चाहिँ टिप्नु अल्छी लागेर पनि अनि भयो भनेर आएको पुरा रहेछ है गाइस यहाँ सिस्नु अब सिस्नु चाहिँ केलाएर पकाउने म चाहिँ आज बसौँ भनेको थिएँ तर बस्नु चाहिँ नपाउने किनभने 100 रुपियाँ नानीलाई दिउँ 100 किन डल्लै दिन्छ होस् के होला 20 रुपियाँहरू खान्छ नि त्यो होस् न खाइसक्दैन होला नि मैले हिजो मिठाई ल्याइदिन कि तिमीलाई यो पैसा राख ल यो खानु स्कुल जाँदा खानु है त एकैचोटि नखानु स्कुल जाँदाखेरि जति भयो एकैचोटि खानु पर्छ नि स्कुलमा खानु ल अब यो हिजो चुकाले पनि दिएको छैन तिमीलाई चुकाएको त्यो खानु अनि त्यो चाहिँ राख्नु अन्त है गाइस आज चाहिँ नफर्क्यौँ भनेको छ म चाहिँ बस्दै गरेर आउँ भनेको तर खै कहिले भएन त्यस्तो चाहिँ होइन आज पनि दाँतो खालुले गर्दा म जानै पर्ने भयो सो गाइस होइन हामीले हिजो किनेको सामानहरू चाहिँ यहाँ छ होइन म तपाईँहरूलाई एक एकवटा गर्दै देखाउँछु ल के किन्यो भने ल पक्र त भाइ यो यस्तो गरेर ल सो गाइस यो चाहिँ म्याट होइन यो म्याट चाहिँ हामीले कति पऱ्यो 149 पऱ्यो त्यस्तो परेन नि कम्ती पऱ्यो है यो ट्याग भन्दा चाहिँ अलिक कम्ती नै पऱ्यो 149 होइन यो त झन् 49 मात्रै थियो है कि 45 49 मात्रै हो यो म्याट पनि होइन अन्त यो टवलको चाहिँ
टवलको 199 रहेछ 184 कति पऱ्यो 184मा एउटाको होइन यसको यो दुईवटा ल्याएको थियो हो अन्त यो चाहिँ मैले प्रीतिलाई किनेको हो कुर्ती मजाको छ यो पनि यो चाहिँ कुनै 600 कतिमा कति दाम पाएको छ है अन्त यो चाहिँ यसमा चाहिँ अफर दामी लागिरहेको थियो होइन अन्त हाम्रो नानीलाई लगिदिएको नि त यो चाहिँ अनि कति भने 1999 1100को चाहिँ 600 कुनै कतिमा थियो होइन त्यही भएर नानीलाई लगिदिएको हामीले यति सपिङ गर्नुको लागि होइन अनि एक दुईवटा घरको सामान लिएको थियो होइन त्यतिको लागि चाहिँ कति पनि लागेन घुम्नु एकछिन लाग्यो तर बिलिङमा चाहिँ यति डल्लो टाइम लाग्यो कि आधी घन्टा 1 घन्टै बस्यो होला थाकेर ढुक्कै भयो त्यहाँदेखि त माथि वेस्ट पोइन्ट पनि घुमेन त्यति राम्रो त्यहाँदेखि त्यतिकै आयो है अनि आज हिजोको सपिङ चाहिँ यस्तो थियो यहाँ क्यामेराम्यान चाहिँ ऊ हो हेलो भन हेलो गाइस यहाँ हाम्रो सिस्नु पनि पाकेर रेडी भयो खाना यहाँ छ है अघिल्लोको सिस्नु चाहिँ पाकेर यस्तो भइसक्यो लगाएको ल बाई बाई सो गाइस म चाहिँ यहाँबाट निस्केको है अब गएर चाहिँ 12:10 चाहिँ पुग्छु भनेको छु तल मेरो दातु फाल्नुपर्ने छ होइन त्यही भएर बसौँ भनेको यस्तै हुन्छ टाइम हो ल गएको ल बाई बाई सो गाइस होइन म चाहिँ गान्तोकबाट निस्किसकेँ होइन अन्त निस्केर पनि अब चाहिँ खासै चाहिँ म बसौँ भन्छु कि अस्तिको हप्तामा आएको थिएँ होइन गान्तोक अनि मेरै कामले गर्दा जानु पर्यो है बस्नै पाएन योसँग टाइम स्पेन्ड गर्नै पाएन अनि आज पनि म स्याटरडे नै आएको आज पनि बसौँ भनेको थिएँ तर के गर्नु नि मेरो दाँत दुखाल्नै पर्ने छ त्यही भएर जानै पर्छ हो सो गाइस म चाहिँ फाइनली मेरो दाँत पनि उखालिसकेँ अनि दाँत उखालेर चाहिँ म चाहिँ यहाँ रेस्ट गरिरहेको छु है अनि मेरो बिलिङको काम छ अलिकति त्यहाँ बिलहरू गर्नुपर्ने छ त्यसको बादमा चाहिँ म घर जानेछु अनि है गाइस मेरो दाँत चाहिँ कत्रो निस्केको छ म तपाईँहरूलाई देखाउने छु है मेरो दाँत चाहिँ कत्रो निस्केको छ भनेर है यहाँ चाहिँ छ मेरो दाँत हो यस्तो छ सो अब चाहिँ म भिडियो बनाउन सक्दिनँ सो थ्याङ्क यू सो मच फर वाचिङ माई च्यानल